यस्तै भएको थियो मनी खानु सक्यो सोल्टी आइसक्यो। अब मेरो भिडियो बन्द हुन्छ, भिडियो खिच्दैन म होइन। यस्तो यहाँ आइसक्यो, अब भिडियो मेरो बन्द हुन्छ। र आजको हाम्रो भ्लग चाहिँ यहाँबाट सुरु हुँदैछ। म मात्र भाइ हो, फेरि सबै दाइ हो। एउटा दाइ चाहिँ म गर्लफ्रेन्ड छ। ए यहाँ अब कुर्दैछौँ। यहाँ चाहिँ यता रेल आउँदो रहेछ क्या, रेल बस पाङ्ग्राबाको गाडी आएपछि हामी चढ्छौँ अनि त्यसपछि पार्कतर्फतिर लाग्छौँ। ल हामी चाहिँ अब त्यो ट्रेन कि गाडी हो यो, मैले बुझ्नै सकिनँ दाइ। चढौँ लाग्छौँ। कहाँ लगेर छोडिदिन्छ अहिले थाहा छैन। त्यसपछि हाम्रो भित्र पार्कै हाम्रो हुन्छ, जहाँ गयो नि। आज फुल डे प्याकेज छ हाम्रो, फुल डे रहिला हामीले। हामी चाहिँ प्रस्थान हुँदैछौँ। यहाँ अगाडि सानो सानो नानीहरू छ, बच्चाहरू धेरै आउनु रहेछ यो पार्क चाहिँ। सक्दो घुम्नेछौँ हामी, सक्दो खिच्नेछौँ, सक्दो देखाउनेछौँ। यदि क्या हो यहाँ त्यो केबल तार रहेछ, यस्तोमा डर लाग्दैन नि दाइ? ओए यो चाहिँ छोड्नु हुँदैन। अब हामी भाइले केबल कार हान्दियो कोरियाको घन्टाघर हो त्यो। हामी अब भित्र छिर्यौँ। यहाँ धेरै रहेछ। यी माट त यहाँ ठुलो रहेछ त। अब यहाँ माटहरू छ, अब चिया कफीहरू यस्तो खाजासाजा खाएर अब मात्र हामी घुमफिर कन्टिन्यू गर्छौँ। सो अहिलेलाई चाहिँ अब भर्खर पार्क आयो। पार्क चाहिँ यस्तो रहेछ यहाँको। अब दिनभरि टाइम छ, बिस्तारी घुम्छौँ, खान्छौँ, डुल्छौँ। त्यही हो आज। यसरी नै बित्छ आजको दिन चाहिँ हाम्रो। सो यति भन्दा अहिले फेरि भेट्नुपर्छ है त। जे भेट्छ त्यही देख्छ। अब सबै खेल्ने हो भनेर चाहिँ अब हामी आइसक्यौँ। यहाँबाट सुरु गरेछौँ कि यहाँ जहाँ सुरुमा यही देख्यो। अब यो खेल्ने यताबाट अब के भेट्छ त्यही खेल्दै जाँदैछौँ हामी सबै। पालो आज अब दाइ र म जान लाग्छौँ। दुईवटा दाइहरू चाहिँ पछाडि बिस्तारै आउँछ। अहिले पुसिसक्यो, अब जानुपर्ने हुन्छ। यस्तो देखाउनु पर्ने हुन्छ। अगाडि बस्नु। टोपी नि उड्न सक्छ भने ल हामी गयौँ है। हामी चाहिँ तर्फ हाम्रो यात्रा पहिलो खेल, आजको पहिलो खेल यस्तो हुन्छ। बसेर सानो दाइ र म चाहिँ हो होइन। अब हामी दुईजनाको पालो पऱ्यो भनौँ न। अब पछाडि एउटा दाइ चाहिँ फाल्टु भएर खेल्न आएन होइन। 5 जना आएको घुम्न आयो। यहाँ 2-2 चल्ने रहेछ। सो हामी अहिले 2-2 आयौँ। एउटा दाइ चाहिँ बाहिर टोपी उडाउँछ ठाउँमा चाहिँ अहिले विचार गरेँ। टोपी उडाउँछ अरे अहिले भन्दै थियो। कता त्यो माथितिर कता स्कुल छ नि त्यहाँनिर चाहिँ उडाउनु सक्छ भन्दै देखाउनु त पनि हेर न। हामी अहिले जाने त्यतैबाट हो होइन। ऊ त्यो घुमाउनेवाला खेल्नुपर्छ दाइ। ऊ त्यो अहिले चाहिँ ओइ फुला भए
उही 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 यता यति टोका त दाइलो त्यो ऱ्याफ्टिङ जस्तै आइरहेको छ हाम्रो ग्याङहरू यताबाट अब त ओरिजिनल त अब फाल्टु बसिरहेको फेरि माथि हो वा सातो जाने भयो फेरि चढ्यो आमामा अलिकति भनेको यहीँ अलिक मजा आउँछ होला भनेर खेल्न खोज्यो हामी चाहिँ खास अब त्यो कता हौ अब केटाहरू आइरहेछ ओइ दा अब स्वाटै लाग्छ है भिजिहाल्यो नि हल्का भिज्यो क्या हो त्यस्तो भयो अलिअलि भिज्यो त्यही हो आइपुग्यो हामी सिरिङै बनाइदियो त सिरिङै भएन ल अब लात्तै भिज्यो ल चाहिँ हामी खेलेर ओर्ल्यौँ होइन ल हामी अब फेरि अर्को गेम खेल्छौँ सोलो सोलो रहेछ त एक एकजना अब चाहिँ यो खेल्छौँ यो चाहिँ कस्तो हुँदैछ दुईजना नि छ दुईजना नि रहेछ ल दुईजना ल हामी चाहिँ अब फेरि यो एलियन प्लेन सिङ्गल रे म त यता बस्छु म चाहिँ बस्यो यहाँ ऊ त्यहाँ छ बचपन अलि खलो त्यो थिएन रमाइलो थियो अब फेरि बचपन जाग्दैछ त्यही भएर खेल्दैछौँ फेरि बच्चा जसरी पार्कमा टक्क काम छैन यस्तै ह्यान्डआउट गर्नु बस्नु हो अनि यसपछि सायद हामी उयो खेल्छौँ यसपछि ओ चल्यो अगाडि परेर यो दाइ पछाडि नै आउँदैछ मेरो त मा बिग्रिएको छ क्या न तल न माथि कहीँ पनि लग्दैन त दिपक दाइ बिग्रियावाला परेछ यार ल के बिग्रेको परे एउटा वा माथि छ ल एउटा वा माथि पुऱ्याइदियो उड्यो त केटाहरू त उड्न थालिसक्यो उड्न थालेछ यार दिपक दाइ उड्न थालेछ क्या त हामीले त उडाउँदै ए यो त्यो बुढो ऊ त्यो तान्नु न त्यो ह्यान्डल तान्ने रहेछ क्या ल यो तान्यो भने चाहिँ यस्तो उड्ने रहेछ क्या ए ह्यान्डल तान्यो भन्नु झार्दै
झार्दियो खेलेर आइ छैन क्या पानी भनी उमिरहेछ खाइरहेछ क्या मजा आयो हाँसुटेर यार ल यो गेम नि सक्यो अब नेक्स्ट हामी अर्को राउन्डमा तपाईँहरू म सँगै बस्ने हो दुईजना लाउनु यो दाइ त कहाँ डराएर सँगै खेल्ने हो क्या पछि आउँदैन डराइदिइरहेको यो त खेल्दिनँ अरे अब कता जाने भन्ने हुन्छ अब चाहिँ हामी यो खेल्न बसिरहेको छौँ दाइ चाहिँ मानिरहेको थिएन मैले ल्याएँ होइन अब दुईजना बस्नु पनि मिल्ने रहेछ दुईजना भयो भने बसौँ सँगै भनेर मैले ल्याएको छु किन छुटाऊँ भनेर होइन हिम्मत बढाउँदैछ यहाँ खेल्नलाई मुटु डह्रो बनाउँदैछ सो खेल्नु पनि हुन्छ यहाँ हाम्रो सानो नानीहरू पनि आएको छ ठुल्ठुलो पनि रहेछ कहाँ बस्ने दिपक दाइ यतै बस्ने है ल सँगै बस्ने यो दाइ खै त खोल्ने ए यो होइन रे ए जुन खुल्या त्यही मात्र रे बस्नु है कसरी बस्ने हो त्यो मोबाइल राख अब घन्टा A few moments later. आज त लास्ट हाँसियो यो दाइ चाहिँ चिचाएर कराएर म पिसा फेर्नु पनि बनाइदिएको खेलेर यो कोलम बस्ने खेलिदिउँ दाइ यो पनि रमाइलो हुन्छ किनभने अब यो त हामीले उता नेपालमा नि फन पार्कमा पनि हुन्थ्यो क्या हो भनेर मलाई हाँस फन पार्कमा अब यो चाहिँ हाम्रो यस्तो छ त्यस्तो भएपछि चाहिँ जहाँ पनि छिर्नु पाएका टुप्पामा बस्नुपर्छ आफै लाग्दो रहेछ मलाई पानी लाग्दो यता यहाँ कस्तो त्यहाँ नबस्नु क्या दाइ त्यहाँ नबस्नु क्या त्यहाँ सुत्या जस्तो त्यहाँ मजा यहाँ डर लाग्दैन क्या यसमा त्यस्तो ओ दाइ डर लाग्दैन क्या यसमा उता जस्तो हुँदैन A few moments later. पेट चिसो केही गरे शान्त बसी माथि लगेर स्वाट बिस्तारी मम्मी
फेरि लग्छ है मजा कुटै ठाडो भयो सक्यो क्या सक्यो रे क्या अनि त्यो रमाइलो भयो ल सो फाइनल्ली त्यो पनि खेलेर अब फेरि सबभन्दा बबाल खेल्नै पर्ने यहाँको चाहिँ ड्रागन चेस होइन सबभन्दा अलि इन्ट्रेस्टिङ छ यहाँ भरिकोमा अब यो चाहिँ हामी खेल्नेछौँ अब लाइन बस्नुपर्ने हुन्छ आमामा कति धेरै लाइन यस्तोहरू गइरहेछ यो चढेर यो खेलेर अनि लगभग हामीसँग टाइम धेरै पनि छैन अर्को ठाउँमा जानुपर्ने हुनसक्छ रमाइलो त आज त अति नै भयो यो लास्टै होला सायद यहाँ हो क्या 7 जाने त म त यो पालि त रातै हुन्छ होला यार एक्साइटेड फेसेसहरू सो हामी जाँदैछौँ तर अलिक ढुकचुक अलि चाहिँ ढुकचुक भइरहेछ हो यो त मैले अहिलेसम्म खेलेको थिएन है दाइ यो त मैले अहिलेसम्म खेलेको थिएन सक्यो वाट म्यान त्यो कहाँको पालो सकिरहेको के को पालो आउनु सेमेङ्गे हामी 3 जना भएर त्यहाँ 2टा सिट खाली थियो अनि जानु पाएन अनि हामी चाहिँ अब अर्को राउन्डमा फेरि कुर्ने फेरि एकछिनमा जानु कहाँ गयो खोइ भोसडीहरू उहाँ बसिरहेको यो अल्टरहरू चाहिँ हामी सल्टरहरू चाहिँ चढ्न आएछौँ अल्टरहरू चाहिँ यता छ भोक लागेर सोल्टीहरू फ्ल्याट भएको छ अनि हामी चाहिँ चाँडै बसेको छ अगाडि 2टा दाहरू छ म चाहिँ यहाँ पछाडि छु अनि हाम्रो सानो एउटा भाइ छ भाइ चाहिँ यताको लोकल हो क्या हाइटमा लगिरहेको छ होइन त्यहाँबाट यहाँ घुमाएर त्यो भाइलाई डरै लागेको छैन अरे अनि सौ भयो छुकुम अब सो अब हाइटमा आइसक्यो अब मेरो भिडियो बन्द हुन्छ भिडियो खिच्दैन म होइन यस्तो यहाँ आइसक्यो अब भिडियो मेरो बन्द हुन्छ किनकि यस्तो उल्टो पाल्टो सुल्टो सब घुमाइन्छ क्या अब 7 जान्छ है अच्छा ल फाइनली खेलेर आएँ म चाहिँ अब हाम्रो लगभग यहाँ सक्यो होला अब एउटा बाँकी छ कुन चाहिँ चर्खा नखेल्ने कुन चाहिँ चर्खा त्यो ठुलो चर्खा चल्छ र चल्दैछ तर स्पिड होइन खालि बिस्तारै राउन्ड घुमाएर सिद्ध्याउँदो रहेछ होइन होला हेर न म हिँड्दैछ त तपाईँहरूले देख्यो र ओ हेर त्यति जुन स्पिडमा त हिँड्दैछ नि खालि हाइट ल चर्खा ट्रेन देखिँदैन भिडियोमा कहाँ देख्छ त अनि तिमीले घामले टल्केर ओके अनि त्यो कालो र कालो नि कालो कस्तो हुँदो रहेछ यो खेलाइ यो मजा आउँदो रहेछ त फ्याक्ट्री सकिँदो रहेछ अनि ऊ त्यहाँबाट झरी चाहिँ सक्यो क्या एकचोटि
अब हामी फाइनल भने लास्ट चाहिँ अब यो खेल्न जाँदैछौँ होइन यो त खतरा छ क्या अग्लो अब यो चढ्छौँ यो चाहिँ अलिकति यो चाहिँ अलिक एक्स्ट्रा छ यहाँको अलिक एट्र्याक्टिभमा यही पर्छ यो त एक्स्ट्रामा पर्छ होला क्या ठुलो छ त टिकट पनि हुन्छ यो चाहिँ पाँच ल छ यो त बिल सो हामीले टिकट काट्यौँ 5 जनालाई 5 वटा 7,000 एउटाको 7 पञ्चे 35 35,000 35,000को चाहिँ हामीले टिकटै काट्यौँ क्या 35,000को टिकट काट्यौँ सक्छ कसैले यो चाहिँ अब मुजब पनि यस्तै गरेको त्यसो चलाचलहरू नेपालको भए त उहाँ घुमाइदिन्छ चकटी जस्तोमा यहाँ चाहिँ टेबल कार जस्तो छ स्लो मोसन ठ्याक्कै होइन सङ्गीत दाइ केबुल कार चढा यस्तो फिल हुन्छ थाहा भयो ठ्याक्कै केबुल कारै भन्नु नि यसलाई के भन्छ थाहा छैन तर 노래방 여러분 키패드 여기 모니터 말고 왼쪽 밑에 기계 보이시죠? 기계에다가 직접 대고 조작을 해주셔야 되세요. 저 키패드를 모니터 말고 기계에다가 직접 이렇게 기계에 대고 쏴주시면 되세요. 즐거운 관람 되세요. गाउने रे माइक म गाउँछु बजाउने होइन कि गाउने राणा दाइ राणा पान भनेर हामी चाहिँ फाइनली चढ्दैछौँ अनि त्यहाँबाट चलाएर यहाँ आफै चलेछ त त्यस्तै गर्ने हुन्छ क्या युएसबी हाल्ने के हाल्ने ओ दाइ हामी चाहिँ चढ्यौँ चल्दैछ भयो कि होस् उत्यो हेलो हेलो के कस्तो हेलो स्यालो भन्दा म गीत गाउँछु यो माथि गएर कुन गीत गाउँ भन्नु त मेरो माया मेरो माया बामरी भनेर गाउन मेरो माया कहाँ होला होला कहाँ होला दिनमा आउने सूर्यलाई थाहा होला माछी काँडैले नजर लाउँदैमा अझै माथि पुगे छैन माछी धेरै माथि काँडैले बस्नु पर्छ। नजर लाउँदैमा छेक्यो डाँडै। यो केबल कार ईश्वर मन्दिर त्यो पनि चलो कि अब आउँदै हुनुहुन्छ हाम्रो राष्ट्रिय लोकदोरी प्रतिष्ठानका अध्यक्ष विशाल लामा हो कि क्या हो ताल गएको थियो हामी त आउँदा देखेनौँ त ताल त्यही साइडमा त्यो ट्याक्सी रोकेर उही दाइ हेलो हेलो सिङ पाटको पाट A few moments later. सुतम सानो राछी प्यो धेरै माता भोलि जानु छ सबेरै फुल्यो बामरे म भोलि आउँछु बसेर मरे बामरे बल्ल मिले खान्छु बसेर मरे ल हामी चाहिँ यहाँ अघिको घुमाइले हल्का थकै लागेर भोक लागेर अब फेरि खाजा खान बसेछौँ खाजा चाहिँ त्यस्तो के खान लाग्यो भने पिज्जा खान लाग्छौँ यहाँ चाहिँ अब गोरुको मात्र गाईको गोरुको मात्र मासु दिएको भएर हामीले चाहिँ चिज पिज्जा मात्र खान लाग्छ हामीले चाहिँ पिज्जा अर्डर गरेर छ अब हामी 4 जना छौँ पिज्जा खाने चाहिँ अब एउटा दाइ चाहिँ पिज्जा चिज मन पर्दैन भनेर बाहिर गएर रामेनहरू खान लाग्छ आएर अब हामी फेरि खाएर भेटेर अब फेरि हामी यता जू छ क्या जूमा चाहिँ अब के पाउँदो रहेछ कोरियाको बाघ भालुहरू कस्तो हुँदो रहेछ कोरियाको यसो हेरौँ अनि फेरि घरतर्फ लाग्नेछौँ बस पनि पाउने नपाउने ठेगान छैन तर घुम्न चाहिँ नछड्ने भनेर केटाहरूले अनुभव लिने रे होइन अनुभव चाहिँ लिन छोड्नु हुँदैन भने अब अनुभव लिने क्रममा हामी जारी छौँ अब अहिले चाहिँ पेट पूजा गरेर मात्र फेरि अहिले भेट्छौँ यसो हाम्रो पिज्जा चाहिँ आइसक्यो विथ पेप्सी प्याउसी खाऊँ प्याउसी ल
यो चाहिँ स्थिर सामान पनि हुन्छ होइन तातो छ त दाइ दामी हुन्छ यस्तो दाइ यस्तै भएको थियो म नि हानिसक्यो सोल्टीले अर्को मगाउनु धेरै पछि खायो मैले चाहिँ पिज्जा आएर झन्डै वर्ष दिनपछि पिज्जा आयो बाल मजा आयो अहिले भेटौँला अब हामी खाजा खाएपछि है To longer than a few minutes later. ल ट्याक्क पिज्जा र 2 कप चिसो पुरा मजा आयो अब चाहिँ एकछिनको आराम गरेर फेरि हामी फेरि मैले भने जस्तै टक्क यहाँको बाघ र भालु चितुवा होइन दुम्सी चराचुरुङ्गी बाँदर के हुन्छ चिडियाखानामा जङ्गली जनावर होइन त्यही हेर्छौँ त्यो हेरेर टक्क के छ कस्तो देखाउँछौँ है हामी चाहिँ अब थुङ्मुल भन्छ कोरियनमा जनावरहरू चिडियाखानालाई चाहिँ के भन्छ थुङ्मुल वन त्यो चाहिँ हेर्न अब जाँदैछौँ अब त्यस्तै हो आजको चाहिँ दिनहरू यसरी नै बितिरहेछ खाना खाएर टक्क पेट पनि ठुलो भएको अब टक्क वाक हान्दाखेरि टक्क यसो ब्यालेन्स हुन्छ डाइट हुन्छ खाएको पनि होइन यस्तो यसो हेर्न पनि रमाइलो हुन्छ अब हामी जाँदैछौँ यो त राउन्डिङ हुन्छ होला क्या यस्तो घुम्ने भनेको खै म्यापमा त त्यस्तो देखाएको थिएन अब जाँदैछौँ भ्लग चाहिँ म यहाँ टुङ्गाउनु गइरहेको छु सबै रमाइलो भयो अलिक घुमघाम धेरै भएर थकै लाग्यो अब त्यसै चिसो खाँदै बसिरहेको छु अब हामी ट्याक्सी चढेर टर्मिनल जानुपर्ने हुन्छ त्यहाँबाट बस चढेर कम्पनी जानुपर्ने हुन्छ अब भोलिबाट फेरि काम गर्नु पऱ्यो काममा जानुपर्छ परदेशी हो हामी यसो घुम्न आएको आज छुट्टीको बेला यसो के कस्तो भयो हेरिदिनु हुनेले यसो प्रतिक्रिया दिनु होला भन्दै म चाहिँ बाई बाई भन्न चाहन्छु है खत्म।